हेलो एन्ड नमस्ते गाइज हामी चाहिँ कहाँ हो हामी चाहिँ अहिले होइन टर्कीको एयरपोर्टमा आइसकेको छु। यो चाहिँ टर्की एयरपोर्टको भित्रको दृश्य हो। हामी भित्र छिरिसकेको छौँ होइन। दाजुभाइ र हामी तिनजना चाहिँ हामी होइन खोज्दै हिँडिरहेको छु। अब यहाँ फ्रीमा दिने भन्ने कुरा छ। टर्की एयरलाइन्समा आएको मान्छेहरूलाई चाहिँ खाना उयोले फ्रीमा दिन्छ भन्ने कुरा सुनेर चाहिँ एउटा नेपाली दाइले नै भनेर चाहिँ त्यही अनुसारले हामी खोज्दै आएको। अब छैन त्यो कुरा थाहा छैन, तर हामी चाहिँ खोज्न जारी छु होइन दाइ। खोइ त अनि कहाँ हो त? सिधै जाउँ न, त्यो ओह्रालो नआएसम्म भन्न खोज्यो कि। ए बाप रे बा है। अनि यो चाहिँ हाम्रो टर्कीको एयरपोर्टको भित्रको दृश्य हो। हेर्नुहोस् गाइज होइन, मलाई चाहिँ बवालै लाग्यो यार, कसम। एयरपोर्ट भनेको त्यस्तो हुनुपर्छ क्या। हाम्रो नेपाल त के होइन यार, यसको अगाडि एक छेउ पनि छैन क्या। बवाल छ बवाल। त्यही भइरहेछ है, यस्तै गरिरहेछ। हामी गइरहेछौँ, त्यो खोजौँ। त्यसले अब भनेको यो सिधै भनेको थियो, कहाँ हो थाहा छैन होइन। त्यही पनि हाम्रो खोजाइ जारी छ। गइरहन्छौँ हामी। ओर्लिने ठाउँ कहाँ हो यो भनेको क्या? Extra 10% off 2 items earned off. अनि चाहिँ त्यो खोजीमा हिँडिरहेको छु। त्यो कहिले पाउने हो थाहा छैन, कहाँनिर हो थाहा छैन। के थाहा हो कि होइन, त्यो पनि एकचोटि फिक्स गर्नुपर्छ। बवालै छ यार। अनि यस्तो छ एयरपोर्टभित्र है, बवाल दृश्य छ। हामी हिँडिरहेको छ त्यो खोजेर। अब त्यो पाएपछि त्यसको क्लिप पनि हामी जोड्नेछौँ है। अब एउटै यस्तिकै भिडियो लामो देखायो भने सबैलाई झ्याउ हुन्छ है, तर झ्याउ त हुँदैन हो। यहाँ कसम यसको बवाल छ क्या यार। जति हेरौँ मन लाग्छ। जति हेरौँ मन लाग्ने छ यार। यो एयरपोर्ट त के भन्ने यार, पाल छैन कसैलाई। के हो मेरो पा। कसम यार, सही बवाल छ यार, बवाल। एयरपोर्ट यस्तो पो हुनुपर्छ यार। एफ सिधै देखाइरहेको छ, सिधै। लास्टमै भनेको थियो कि त्यसले सिधै जानु। धेरै पनि देखाउनु हुँदैन गाइस। त्यो अहिले पायो भने दिन्छ दिँदैन भन्ने कुरा पनि हामी हेरौँला है त। अनि गाइज हामी चाहिँ होइन, अनि त्यहाँ माथिबाट तल आइसकेको छौँ। EFF खोज्दै होइन, त्यो फ्रीको खानालाई खोज्दै। अब हो कि होइन त्यो थाहा छैन। टर्की एयरलाइन्स भनेर त यहाँ देखाइरहेको छ। खोइ त अनि यो खोइ के हो यो? एक्जिट देखाइरहेछ, बाहिरको देखाइरहेछ। के त यहाँ के खानेकुरा दिन्छ? त्यो मान्छेले भनेको चाहिँ साँच्चीकै हो रहेछ होइन। त्यो एयरलाइन्सबाट फ्री चाहिँ दिने रहेछ, तर के कति दिने रहेछ त्यो चाहिँ थाहा छैन। हामीले चाहिँ यो ल्याइसकेको छु। अब यो ल्याएर आइसकेको छु। कुन यहाँ 9वटा रेस्टुरेन्टहरू रहेछ, त्यो मध्येमा एउटामा गएर खान सक्यो होइन। त्यही हामी अब रेस्टुरेन्ट चाहिँ खोज्दैछु फ्रीमा खाना पाइने। तर कतिसम्म चाहिँ फ्रीमा खाना पाइने म त्यो मलाई पनि थाहा भएन। अब त्यहाँ सोधेपछि मात्रै थाहा हुन्छ क्या गाइज। तर विश्वास लागेको थिएन, तर हो रहेछ क्या, हो रहेछ भनेर चाहिँ थाहा भयो कि त्यहाँ गएर सोधेपछि बुझेपछि चाहिँ थाहा भयो। ल अनि हामी अब खोइ त अनि भेट्दैन, रेस्टुरेन्टै भेट्दैन त के हो? फोटो हेर्न पहिला, फोटो हेर्छु ल।
गाइज यार सबै होटल खोजेको तर एकै ठाउँ रहेछ क्या हेर्न द फुड ग्याङ पनि सबवे पनि अनि उयो पनि त्यो पनि सानो पनि सबै एकै ठाउँ रहेछ यार त्यो चाहिँ दामी छ कि हो त्यही जाने कि पपाइज भन्ने जाउँ न हेर्दै जाउँ न अनि कतिसम्म चाहिँ दिँदो रहेछ सोधौँ ल यार साँच्चीकै पाइदिएर भने सबै एकै ठाउँ रहेछ एउटा दुईटा तिनटा चार पाँच छवटा मात्रै भयो त 9वटा थियो नि होइन ल ठिक छ पहिला यतै सोधौँ न कतिसम्म चाहिँ दिन्छ भनेर के खानेकुरा उतातिर छ कि सोध्दै हिँडौँ न सोध्दै सबैमा जाने हो सबैमा गाइज सोचेको थिएन महाकासम साँच्चीकै फ्रीमा पाएँ यार एकजनालाई मलाई मात्र यति है अनि उहाँ दाइलाई यति अब हामी 5 जना छौँ 3 जनाको त्यो टिकटै लिएको थिएन क्या हामीले जस्ट ट्राई गरेको हो कि होइन भनेर तर साँच्चीकै पायो है महाकासम अहिले भिडियो देखाउँछ है त हजुरहरूलाई अहिले नेक्स्ट ल गाइज होइन हामीले चाहिँ अनि यस्तो दामी फ्रीको ल्याएर होइन सबै सकाइसक्यो साला भिडियो बनाउनु चाहिँ ढिलो भयो यार यस्तै हो बिर्सिएपछि यस्तै हो होइन सबैजना पुरै हिगी गर्दैछ खाएर उटुस मुटुस भएर है अनि अब यस्तै छ जोस् फ्रीमा पनि यसरी खान पायो धेरै ठुलो कुरो हो